नमस्ते एरा इन्फोसिसको युट्युब च्यानलमा स्वागत छ। आज मैले तपाईहरुलाई यो माइक यसको बारेमा एउटा भिडियो बनाइदिएको छु है। यो माइक रहेको छ K9 को। यो वायरलेस माइक्रोफोन हो। अब यसको परफर्मेन्स कस्तो छ भन्ने कुरा चाहिँ तपाईलाई मैले भनिदिन गइरहेछु र यसको अनबक्सिङ गर्न गइरहेछु। यो एकदमै राम्रो छ। कस्ट पनि त्यति धेरै छैन यसको। तपाईहरुले अब बजारमा 900 1000 1200 सम्म भन्न सक्छन्, तर यसलाई खासमा पर्ने भनेको मैले कतिमा किनेको भन्दाखेरि चाहिँ तपाईहरु पसलमै गएर किन्नु भयो भने यो 650 देखि 700 सम्ममा आउँछ है। तपाईले बार्गेनिङ कतिको गर्न सक्नुहुन्छ। 650 देखि 700 भन्दा बढी यसको प्राइस पर्दैन। यो माइक एकदमै राम्रो छ। यसलाई मैले अनबक्सिङ गरेर तपाईलाई देखाउँछु है त। अब यसमा यो प्लास्टिक सुत्दै निकाल्दै मैले यसरी निकाल्ने। यो यस्तो हुन्छ एउटा। अनि यो चाहिँ तपाईको टाइप सी को लागि हो। अब तपाईसँग आइफोन छ भने यो आइफोन को लागि, यो आइफोन को लागि हो। अनि यसलाई तपाईले यो छ, यसलाई यहाँ जोडेर यसरी आइफोनमा लाउन सक्नुहुन्छ। त्यो भइहाल्यो। यो दुईटा भयो। अनि यसमा हुन्छ एउटा यो यस्तो हुन्छ एउटा। अनि अर्को हुन्छ यो दुईटा हुन्छ। अनि यसमा अर्को एउटा दिएको हुन्छ यो तार चार्ज गर्नलाई है। यति कुरा हुन्छ। अब यसलाई कसरी जोड्ने भन्ने कुरा चाहिँ अब यो मोबाइलमा यो हुन्छ मेरो टाइप सी हो, त्यही भएर मैले यहाँ यसरी जोडे। यति जोड्ने यसरी हैन, देख्नु भयो यसरी जोड्ने। अनि यो यहाँ राखे मैले। अब त्यसपछि यो यसको यहाँनेर हुन्छ कि यो यहाँ थिच्ने एकछिन। यति थिचेपछि एउटा पिलिक 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 बलेको देख्नु भयो हैन, सानो देख्नुभयो हो। यहाँ बलेको हुन्छ। यो हरियो बलेको छ भने चाहिँ कनेक्ट भयो भनेर है। यो हरियो बलेको छ भने चाहिँ कनेक्ट भयो। यसलाई मैले यहाँ यसरी यहाँ राख्छु। अनि एउटा भिडियो रेकर्ड गर्छु, कस्तो सुनिन्छ आवाज सुनाउँछ है त। हेलो, आज मैले यो K9 माइक को टेस्ट गर्दैछु, कस्तो आवाज सुनिन्छ एकचोटी सुन्नु होला है त। यसको बारेमा मैले भिडियो बनाइरहेको छु। माइक रहेको छ यो K9। अब यसको आवाज कस्तो आयो म तपाईहरुलाई सुनाउँछु है। हेलो, आज मैले यो K9 माइक को टेस्ट गर्दैछु, कस्तो आवाज सुनिन्छ एकचोटी सुन्नु होला है त। यसको बारेमा मैले भिडियो बनाइरहेको छु। यस्तो खालको आवाज आउँछ यसको चाहिँ है। यो माइक तपाईहरुको बजेट फ्रेन्डली पनि छ र यसको परफर्मेन्स पनि मलाई चाहिँ राम्रै लागेछ। K9 माइक अरु बजारमा अरु माइकहरु पनि धेरै आएको छन्। अरु लिनु भन्दा अनि अब यसको ब्याट्री ब्याकअप भनेको चाहिँ मैले यसको ब्याट्री ब्याकअप चाहिँ कति हुन्छ भन्दाखेरि त्यही 2.5 घण्टादेखि 3 घण्टासम्म हुने रहेछ ब्याकअप हैन। अनि यसलाई बन्द गर्नु पर्यो भने चाहिँ यहीँनेर थिच्ने। यो पिलिक पिलिक गरिरहेछ नि, रातो नीलो भइरहेछ नि, रातो हरियो भइरहेछ नि। यो भनेपछि यो रेकर्ड भएको छैन भन्ने कुरा है। यसलाई मैले बन्द गरे। यति गर्छु बन्द भयो। यो ओभरअल यो K9 माइक को परफर्मेन्स चाहिँ मलाई राम्रै लाग्यो। यसको परफर्मेन्स चाहिँ मलाई राम्रै लाग्यो। अब तपाईहरुलाई पनि यदि यो लिन मन लागेछ भने तपाईहरुले लिन सक्नुहुन्छ। यो धेरैतिर पाइन्छ, दराजहरुतिर पनि पाउन सक्नुहुन्छ है। यो माइक को परफर्मेन्स
चाहिँ मलाई राम्रै लाग्यो। 2.5 देखि 3 घण्टा ब्याकअप भनेपछि 500-600 मा पाउँछ यो माइक। यसको पर्फर्मेन्स राम्रो रहेछ। तपाईहरुले लिन चाहनुहुन्छ भने तपाईहरुले लिन सक्नुहुन्छ यो माइक। K9 को माइक है। अब चार्ज गर्ने त यहाँ छँदैछ। तपाईले मोबाइलको टाइप सी बाट पनि चार्ज गर्न सक्नुहुन्छ। आजको लागि यो अनबक्सिङ मैले K9 माइकको अनबक्सिङ गर्दै। तपाईहरुलाई लिन मन लाग्छ भने तपाईहरुले K9 को माइक लिन सक्नुहुन्छ है त। हस् त, धन्यवाद।